यसरी पदको दुरुपयोग भइरहेको छ अझै उहाँको दादागिरी छ हेर्नुहोस् यो गाडी हेर्नुहोस् यो गाडी चाहिँ तपाईँ आज कहाँ हुनुहुन्थ्यो भने म कहाँ थिएँ मेरो कुरा हो तपाईँ मदिरा खाएर झ्याप हुनुहुन्छ अनि कस्तो व्यवहार गरेर राख्नु भने मसँग चाहिँ तपाईको व्यवहार जायज छ के हो यो के छ यो गइरहेको छु हेर्नु पर्यो नि प्रादेशिक कार्यशालामा सहभागी सम्बन्धमा भन्नुभएको छ नीति कति इमर्जेन्सी परे आइयो आज 12 महिना 20 गते भने त 82 को कस्तो रे यो के देखाएको यो हेर्नु यो के देखाएको यो 12 महिना 2082 12 महिना 20 गते लेखिया छ यहाँ अनि यो हेर्नु त यो 2082 12 महिना 25 गते पत्र लगिया छ यो चाहिँ यो भएन यो अलिकति भएन तपाईँ त उपप्रमुख हो नि यो इमर्जेन्सी परेर यहाँ आयो नि त तपाईँ आज कहाँ हुनु कहाँ जाँदै हुनुहुन्छ जुम्ला हाकिम साहब को हुनु तपाईँ हो श्रीमान हुनुहुन्छ जुम्लाको श्रीमान हो के उत्तर श्रीमान मै सरकारी वकिल हजुर चिन्नु भएन चिनिन्छ किन के त होला नि त वकिल भए पनि हामी कार्यक्रममा गएर कार्यक्रम त्यो त हुँदैन नि वकिल भए पनि यहाँ त केही न केही तपाईँको त प्रावधान होला त प्रक्रिया त पास त हुनु पर्यो वकिल साहब भयो भने कहाँ त्यस्तो हुन्छ सिस्टम केही न केही त होला त सर होइन र हामीलाई बुझाइदिनुहोस् हामी जान्छौँ श्रीमान सर नमस्ते ए देखाउन किनभने चाहिँ हामी सबैलाई चाहिँ यो गरेर छौँ अब हजुर श्रीमान हामी हजुर सम्मान छ राजा यो चाहिँ अब तपाईँलाई छोड्यो भने फेरि गाह्रो हुन्छ नि त के भयो भन्नुहुन्छ कहाँको गाडी हो सर परिवार पुरै परिवारसहित हुनुहुन्छ त होइन त हामी अफिसियल काममा हिँडेको अहिले कहाँ यो कुन अफिसको गाडी हो चाहिँ यो अर्थ मन्त्रालयको हो हजुर हामी चाहिँ अनुगमनमा निस्केको अहिले हामी कोलिनिकाबाट यता अनुगमन गरेर केटाकेटी हो सब छ नि त यहाँ चाहिँ यो गाडी चाहिँ मेरो अब मैले युज गर्ने गाडी हो यहाँ सिट खाली भएको अवस्थामा चाहिँ केटाकेटीहरू पनि बस्छन् कहिले अब ल ठिक छ तपाईँहरू चाहिँ यसरी कहाँ जाँदै ठ्याक्कै सुर्खेतदेखि आउनु भयो कहाँ जाँदै हुनुहुन्छ अहिले चाहिँ तपाईँलाई म मेरो भ्रमण आदेश देखाउँ हो एकदम हो त्यति हो त्यही चाहियो हाम्रो चाहिँ जरुरी छैन हो यो दुरुपयोग भएको छ सिधै दुरुपयोगको सिस्टममा सबैले सिस्टममा होइन के त्यस्तो नगरौँ न त्यो कराएर हुँदैन सबैजना सिस्टममा आउनु तपाईँ के भन्नुहोस् कि होइन कतै बाहिर घुम्न गए पो दुरुपयोग गर्नु मेरो पुलको ढलानसम्म के जान पाइन्न र हिँडेर जानुहोस् अरूको कुरामा जानुहोस् अनि सरकारको चाहिँ यो चरम ए पास त होला नि भने के अनुमति त होला नि केही न केही त प्रक्रिया प्रोसेस त होला कसरी जाने के आज बिहानै आएको सोध्नु तपाईँलाई वनको ढोका हेर्नु त आज बकाइदा रूपमा चाहिँ हो उहाँहरू चाहिँ फिल्डमा गएर आउनुभयो होला त्यो कुरा हामी मान्छौँ तर एटलिस्ट प्रक्रिया त हुन्छ नि प्रक्रिया हुन्छ कानुन हुन्छ आज राज्यले चाहिँ आइतबार विदा गरिदिएको छ यही इन्धन बचतका लागि हो तर गाडी यसरी भक्काभक कुदिरहेको छ कि म त्यसरी बालन सरकारलाई विनम्रताका साथ के आग्रह गर्छु भने तल्लो स्तरमा निगरानी गर्नु पर्यो अब माथि काठमाडौँको हाई क्वार्टरमा बसेर यी कर्मचारी सुध्रिनेवाला छैन तपाईँले चाहिँ तल्लो स्तरमा यहाँ आएर चाहिँ निगरानी गर्नुपर्छ यहाँ आएर तपाईँलाई चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ 100% हामी तपाईँलाई साथ दिन्छौँ कहाँ के भइरहेको छ कहाँ कमी कमजोरी भइरहेको छ कहाँ कर्मचारीले चाहिँ पदको दुरुपयोग र सवारी साधनको दुरुपयोग गरिरहेको छ हामी तपाईँलाई साथ दिन्छौँ तपाईँ भ्रमण आदेश छ तर यसमा मेरो एउटा मात्रै प्रश्न के भने चाहिँ भ्रमण आदेश छ उहाँ अर्थ मन्त्रालयको मान्छे हो भ्रमण आदेश दिएको छ मन्त्रालयले चाहिँ तर परिवार चाहिँ घुमाउन भन्ने छैन सर यसमा चाहिँ अब मैले तपाईँलाई भनिहालेँ अब म गएको गाडीमा खाली सिटमा परिवार राखेको विषय तपाईँले गलत हो भन्नुहुन्छ भने अब म तपाईँसँग म विवाद गर्दिनँ गलत ल तपाईँले भन्नुभएपछि नत्र के हुन्छ भने अब सिट खाली भएको बेलामा एउटा कुरा म आग्रह गर्छु सुन्नु न सुन्नु सर तपाईँ कर्णालीमा कार्यरत हुन्छ कर्णालीको बिचारा जनता तपाईँ रोड पनि हेर्नुभयो कस्तो अप्ठ्यारो रोड छ यहाँ चाहिँ रोड सुन्नु न एकैछिन सर यो कर्णाली प्रदेशमा नागरिकका आधारभूत आवश्यकता पनि पुरा भएको अवस्था छैन तर तपाईँहरूले चाहिँ यसरी दुरुपयोग गरेको कारणले गर्दा यही राज्यको सम्पूर्ण सम्पत्ति दुरुपयोग भइरहेको छ कि यहाँका जनतालाई गुमराहमा राखे जस्तै चाहिँ मसँग त्यस्तो किसिमको प्रतिकार नगर्नुहोस् म मेरो काम गर्दैछु तपाईँ आफ्नो काम गर्नु सक्यो कुरा क्लियर छ नि कुरा अब कुरा क्लियर छ नि होइन प्रतिकार नगर्नुलाई एउटा मेरो काममा अवरोध नगर्नु दुईटा अब सुन्नुहोस् तपाईँ म मिलाएर गर्छु तपाईँले पत्रकारिता मलाई सिकाउनु पर्दैन जर्नालिजम मलाई सिकाउनु पर्दैन कुरा बुझ्नुभयो अब मेरो कुरा सुन्नुहोस् यो गाडी कहाँबाट आयो आज चाहिँ सरकारी गाडी म उपप्रमुखले अनुगमन गर्ने कहाँको अनुगमन देखाउनुहोस् मलाई पत्र होला नि म यही आउँदैछु यो बस पार्कमै आउँदैछु एउटा कुरा कस्तो तपाईँ घोडा अध्यक्ष होइन अनि आम नागरिकले मात्रै कानुन पालना गर्नुपर्ने उहाँहरूका लागि चाहिँ दफा कानुन लाग्ने अहिले त बालनको शक्तिशाली सरकार छ नि घोडा अध्यक्ष तपाईँले चाहिँ बालनको शक्तिशाली सरकार नटेरेको हो नटेरेको होइन सर सरकारले नटेर्ने कुरो हुँदैन सर हामीले यी कानुन विपरीत चलेका गाडीवाला हामीले राखेका छौँ तपाईँले पनि त्यसरी नै पास ल्याउनु पर्यो तपाईँको त पास त जिल्लाले पास दिन्छ होला सिडिओ कार्यालयले चाहिँ दिन्छ सर दिन्छ तर हामीले हतार भयो सर एकाटी घटना घटेपछि सर हामी त्यतातिर गएन सर अब घटना यसका लागि त हजुरले अहिले यत्रो चाहिँ होइन सरकारले सुन्नु न सरकारले आज पेट्रोलियम पदार्थलाई चाहिँ न्यूनीकरण गर्नका लागि होइन
2 दिन बिदा दिएको छ त्यसको ठाडो उल्लङ्घन तपाईँले मजाले गरिराख्नु भएको छ। तपाईँ एउटा वडाको वडा अध्यक्ष अभिभावक जस्तो मान्छे अब यहाँ ट्राफिक हुनुहुन्छ इन्चार्ज हुनुहुन्छ के हुन्छ उहाँ वडा अध्यक्ष हिमा गाउँपालिकाको के हुन्छ यो नागरिकसँग खर्च गरिदिए भए त केही न केही हुन्थ्यो होला नि सर। त्यसैले हामी आदर्शका कुरा कुन पैसा भन्नु जसरी चाहिँ यो दुरुपयोग भइरहेको छ गाडी 100% दुरुपयोग हो सर यो चाहिँ। बच्चा बच्ची बोकेर अनुगमन हुन्छ सर सिटमा राखेको विषयले यत्रो त्यो हुँदैन नि ठुलो तपाईँले हामीले हेर्ने आँखा फरक होला तर आम ग्रासरुटको नागरिकले हेर्ने कुरा त यो दुरुपयोग छ नि। सिधै हेर्नु त ल बच्चा बच्चीलाई कति आलिसान तर कर्णालीको बच्चा हेर्नु त सर यो मैले तपाईँलाई होइन सर प्रश्न यहाँ नछ नि सर क्लियर छ नि त सर। मैले तपाईँलाई अघि भने होइन अब तपाईँले यसलाई दुरुपयोग चाहिँ उहाँहरू सबैको आइडी कार्ड देखाउनु भन्नु त कर्मचारी हो कि अरे के थाहा। एकजना वडा अध्यक्षलाई हामीले चिन्यो पहिचान भयो तर आइडी कार्ड देखाउनु छ यो दुरुपयोग छ के। न्यायाधीश लगायतको मान्छे आएर गाडी रोकेर पास देखाएर ल तपाईँको काममा सम्मान छ भनेर जानु भएको छ। अर्थ मन्त्रालयको सचिव आउनु भएको छ होइन त्यो आजको दिन तपाईँ फाइन पनि तिर्नुपर्छ फाइन त्यो हुँदैन। अझ के हुन्छ ल भन्नु मलाई उहाँहरूलाई अब कानुन सम्मत कारबाही चाहिँ हुन्छ होइन किनकि उहाँहरूले पास देखाउन सक्नु भएको छैन होइन। यो भनेको सरकारको एउटा सरकारी कर्मचारी भए तापनि उहाँहरूले सरकारी सम्पत्तिको दोहन गरिराख्नु भएको छ होइन दुरुपयोग गरिराख्नु भएको छ। आजको मजाले 4वटा जिल्लामा गएर घुम्छन् छोराछोरी लगायतको आफ्नो सहित टिएडिए खान्छन्। यहाँ त कति आनन्द छ कर्मचारीले डाडो पढ्ने आफ्नै हातमा छ जसरी चलाए पनि भयो जसरी युज गरे पनि भयो के किनभने डाडो पढ्ने आफ्नो हातमा भयो त कलम आफ्नो हातमा छ जहाँ जसरी सिग्नेचर गरेर जसरी पैसा दोहन गरे पनि भयो कति आनन्द छ कि। यो एउटा सरकारी गाडी आज बिदाको दिन कहाँबाट आउनु भएको नेपालबाट उहाँको माननीय उहाँसँग कुरा गरौँ है। यो एउटा गाडी आज बिदाको दिन पास भयो भने यो तपाईँको भेरीको 275 नम्बरको यो सरकारी गाडी आज बिदाको दिन यी गाडीहरू यसरी दुरुपयोग। हजुर नमस्ते हजुरको शुभ नाम? मेरो नाम दिल्ली प्रसाद काफ्ले हो। के गर्नुहुन्छ हजुर चाहिँ खासमा? सुन्नुहोस् यसको यो हेर्नुहोस् म जिल्ला प्रशासन कार्यालय कालीकोटको स्टुडियो सबलाई पनि म सिधै यहाँदेखि चुनौती दिन्छु चाहिँ यो यहाँको चाहिँ उपप्रमुखले यो पासको दुरुपयोग गर्नु भएको छ। सरकारी गाडीहरू चाहिँ बिदाका जुन जसरी दुरुपयोग भइराखेको छ नि यो कानुनको ठाडो उल्लङ्घन हो। यो कसैलाई सही छैन। नागरिकले एक कर तिरेर चाहिँ बनाएका यी गाडीहरू चाहिँ ल्याएका यी गाडीहरू चाहिँ यसरी दुरुपयोग हुन्छ भने पक्कै पनि यो हामीलाई सही छैन। यतिखेर हामी कालीकोट जिल्लामा छौँ। विशेष गरी कालीकोट जिल्लामा चाहिँ जिल्ला ट्राफिक कार्यालय कालीकोट र न्युज 7 टेलिभिजनको सहकार्यमा चाहिँ हामीले यो छड्के अनुगमन गर्दैछौँ। यो विषयमा जसरी हामीले चाहिँ कालीकोट जिल्ला ट्राफिकले सहयोग गर्दैछ यसका लागि हामी विशेष गरी सम्मान व्यक्त गर्छौँ। यसरी सरकारी सम्पत्ति कुनै पनि हालतमा दुरुपयोग हुनु हुँदैन। यो कालीकोट जिल्ला आफैमा भूगोलले निकै विकट छ तर कालीकोट जिल्लाको ठुलो समस्या के छ भन्दा यहाँ गाडीहरू सरकारी गाडीहरू निकै दुरुपयोग भइरहेका छन्। भन्नुको अर्थ सरकारी कार्यालयमा चाहिँ अधिकांश जनप्रतिनिधि र अझै भन्दा कर्मचारी चढ्ने गाडीहरू छन् उनीहरूले चाहिँ तर ती गाडीहरू अहिले पनि सरकारीकरण नगरेका अझै भन्दा निजी बनाएर रातो प्लेट बनाएर चाहिँ यहाँका गाडीहरू धमाधम दुरुपयोग भइरहेका छन्। यसको नियमन माथिल्लो स्तरबाट गर्नुपर्छ पर्दैन। एउटा जिल्ला ट्राफिकले मात्र यसको नियमन गरेर यसको चाहिँ कार्यान्वयनतिर लैजान सकिँदैन त्यो पोसिबलै छैन। यहाँ अधिकांश पालिकाहरूमा चाहिँ कर्मचारीहरू चढ्ने गाडीहरू अझै भन्दा जनप्रतिनिधि चढ्ने गाडीहरू चाहिँ सेतो नम्बर प्लेटमा सरकारी नम्बर प्लेटमा हुनुपर्ने गाडीहरू अहिले पनि रातो नम्बर प्लेटको बनाएर चाहिँ दुरुपयोग गरिँदैछ। आज मात्र स्थानीय सरकार आएबाट करिब 6-7 वर्ष भइसक्दा पनि यहाँका सरकारी नम्बर प्लेटहरूलाई पटक पटक तपाईँहरू चाहिँ निजीकरण गरेर नचलाउनुहोस् सरकारीकरण गर्नुहोस्। रातो नम्बर प्लेटलाई चाहिँ सेतो नम्बरमा कन्भर्ट गर्नुहोस्। सरकारी गाडीहरूले यति भन्दा पनि यहाँका जनप्रतिनिधि अझै भन्दा कर्मचारी जसले कानुन कार्यान्वयन गराउनु पर्ने जसको कानुन जसले चाहिँ फलो गर्नु पर्यो उनीहरूबाट नै कानुनको दुरुपयोग भइरहेको चाहिँ यहाँ भान भएको छ। कालीकोट जिल्लाका अधिकांश पालिकाहरूमा चाहिँ सरकारी गाडी चढ्ने जनप्रतिनिधि र कर्मचारीहरू चाहिँ अहिलेसम्म पनि निजी बनाएर अझै भन्दा सरकारी गाडीलाई रातो नम्बर प्लेटको बनाएर दुरुपयोग भइरहेको छ। यहाँ चाहिँ यसको नियमन कसले गर्यो? त्यति मात्र होइन यहाँ अधिकांश जनप्रतिनिधि र अधिकांश चाहिँ सरकारी कर्मचारीहरूलाई त्यस्तोलाई गाडीहरू दिया छ कि जोसँग चाहिँ लाइसेन्स छैन। बिना लाइसेन्सका चाहिँ यहाँका चाहिँ कानुन कार्यान्वयन गर्ने निकायले नै यसरी चाहिँ कानुनको दुरुपयोग गर्छन्। कानुनमाथि यसरी लात हानिरहेको अवस्था चाहिँ यतिखेर छ। यहाँ चाहिँ आज सार्वजनिक बिदाको दिन यो कर्णाली प्रदेश देखिराख्नु भएको छ। यो चाहिँ 0066 नम्बरको गाडी। यो गाडी कुन प्रयोजनका लागि आज युज भएको छ भन्ने सर नमस्ते यो कहाँको गाडी हो सर? पुरै परिवारसहित हुनुहुन्छ त होइन त? हामी अफिसियल काममा हिँडेको अहिले कहाँ यो कुन अफिसको गाडी हो चाहिँ? यो अर्थ मन्त्रालयको हो। अर्थ मन्त्रालय हजुर हामी चाहिँ अनुगमनमा निस्केको अहिले हामी कोलिनिकाबाट यता अनुगमन गरेर केटाकेटी हो सब छन् त यहाँ चाहिँ? अनि यसो छ यो गाडी चाहिँ मेरो अब मैले युज गर्ने गाडी हो।
यहाँ सिट खाली भएको अवस्थामा चाहिँ केटाकेटीहरू पनि बस्छन् कहिलेकाहीँ। अब ल ठिक छ, तपाईँहरू चाहिँ यसरी कहाँ जाँदै ठ्याक्कै सुर्खेतदेखि आउनुभयो, कहाँ जाँदै हुनुहुन्छ अहिले चाहिँ? तपाईँलाई म मेरो भ्रमण आदेश देखाउँ? हो एकदम हो, त्यति हो, त्यही चाहियो हामीले चाहिँ। तपाईँलाई मैले ढाँटे गर्न जरुरी छैन। हो ल्याउनु केही छैन। कुन मिडियाबाट? हामी न्युज 7 टेलिभिजनबाट सर। यस्तो भयो क्या सर, ठिक छ ठिक छ। म एकछिन कुरा गर्छु तपाईँसँग चाहिँ मजाले। हजुर अर्थ मन्त्रालयबाट होइन त, अनि कानुन त तपाईँहरूले कार्यान्वयन गराउने होला, तपाईँ त्यो मन्त्रालयमा हुनुहुन्छ, अनि भ्रमण आदेश पनि हेरौला, तपाईँले सरकारले अनुमति पनि दिया होला, त टोटली परिवार घुमाउनु भएको छ। यो दुरुपयोग भएन गाडीको चाहिँ? यसो हो, मैले तपाईँलाई अघि पनि सुन्नु न, कानुन कार्यान्वयन सुन्नु न, नागरिकले तल्लो स्तरबाट चाहिँ कानुन एकदम पेलाउँछौँ हामी चाहिँ, होइन सामान्य श्रमजीवी वर्गलाई चाहिँ हामी कानुन पेलाउँछौँ। तपाईँ चाहिँ यसरी परिवार घुमाइराख्नु भएको छ, यो टोटली दुरुपयोग छ, टोटली दुरुपयोग छ यो चाहिँ। परिवार घुमाएको मैले तपाईँलाई कति अहिले तपाईँ ठ्याक्कै तपाईँको त होइन, तपाईँको होइन, तपाईँ कार्यरत, तपाईँ सुन्नु न, ठिक छ, दुरुपयोग भन्छु म चाहिँ, सिधै दुरुपयोग भन्छु। सुन्नुहोस्, त्यो कार्यविधिमा छ, त्यो चाहिँ कस्तो तपाईँको त्यो कार्यविधिमा छ। गाडी खाली भयो भने मैले मेरा परिवारलाई घुमाउन मिल्ने भन्ने हुन्छ। अनि त्यसरी तपाईँले त्यसलाई डाइभर्ट गर्नुभयो। डाइभर्ट होइन नि, नागरिक मरिरहेको छ बाटोमा सर, नागरिक एउटा कर्णालीको नागरिक सिटामोल नपाएर नागरिक बाटोमा मरिरहेको छ, अनि तपाईँ हामी चाहिँ सुटबुट लगाएर चाहिँ सरकारी गाडीको दुरुपयोग भइरहेको छ। तपाईँ कर्मचारी हो, तपाईँले बाहिरको सरकारलाई नटेरेको सिधै निष्कर्ष निकाल्छु म यहाँबाट चाहिँ। ल त्यसो होइन, म अब अहिले अफिसियल काममा हिँडेको बेलामा हजुर अहिले म भर्खरै कोल्निकामा पुगेर आएको, म तपाईँलाई यहाँ देखाइ पनि दिन्छु है त, हेर्नु है। त्यो भ्रमण आदेश हेरौँ। होइन आदेश पनि तपाईँलाई देखाउँछु। अब यसमा तपाईँले त्यसलाई मैले भनेको कुरालाई विश्वास नगर्नुपर्ने गर्नुपर्ने आवश्यकता छैन। पक्नु म कोल्निका अनुगमन गरेर भर्खर म नि जुम्लाको लागि जाँदैछु। एउटा दुःख लाग्छ के छ तपाईँ जतिको मान्छेबाट चाहिँ। नमानौ हामी यसो सुन्नु, हामी राज्यको एक पैसा नखाएर चाहिँ ज्यानलाई जोखिममा राखेर रिपोर्टिङ गर्छौँ, तपाईँहरू अझ सोध्नुहुन्छ कुन मिडिया हो भन्नुहुन्छ। हामीले गलत काम गरेर राखेका छौँ र हामीसँग सुन्नु न, सुन्नु न, हामीसँग ट्राफिक छ, ट्राफिकले रोकेका गाडी हो होइन, उहाँसँग हामी चाहिँ कोलिब्रेसन गरेर चाहिँ हामी काम गर्दैछौँ। तपाईँसँग मैले चिन्तन परिचय गर्न होइन, यो हुँदैन सर, यो दुरुपयोग भएको सर, यो गाडी चाहिँ दुरुपयोग नै भएको छ। प्लिज सर है, अरू जसरी सरकारी गाडी लामबद्ध छन् त्यसरी गर्नु पर्यो, नियम पालना गरौँ अनि जानु पर्यो सर। प्लिज मेरो आग्रह मानिदिनु सर। होइन मैले तपाईँलाई देखाउँदैछु ल ओके, त्यो हेरौँ न। एकदम कानुनले तोकेको रित पुर्याएर कानुनी सरकारी काममा हिँडेकोलाई त तपाईँले त्यही रूपमा बुझ्नु पर्यो होइन। तपाईँलाई मैले अन्यथा कुरो भन्न आवश्यकै छैन। हेर्नुहोस् मजाले हेर्नु, उहाँले देखाउनु त। हिसाबले अब मेरो भ्रमण आदेश हेर्नु केही छैन। ठिक छ, उहाँ हेर्न पाउनु, उहाँ कामै उहाँको त्यही हो होइन। मेरो सरकारी काममा म त्यत्तिकै हावातालमा हिँड्ने कुरै भएन नि सर होइन। कहिलेसम्मको छ यो? 2 गतेसम्म छ। 2 गते फर्किनुहुन्छ सर होइन? सरकारी काममा हिँडेको उहाँ चाहिँ अर्थ मन्त्रालय एकछिन, उहाँ चाहिँ अर्थ मन्त्रालयबाट हो, उहाँको भ्रमण आदेश छ मजाले चाहिँ यहाँदेखि कहाँ जुम्लासम्म होइन सर, मुगुसम्मको छ। यो चाहिँ एकदम सम्मान योग्य काम छ, भ्रमण आदेश छ। तर यसमा मेरो एउटा मात्रै प्रश्न के भनेपछि भ्रमण आदेश छ, उहाँ अर्थ मन्त्रालयको मान्छे हो, भ्रमण आदेश दिएको छ मन्त्रालयले चाहिँ, तर परिवार चाहिँ घुमाउन भन्ने छैन सर यसमा चाहिँ। होइन अब मैले तपाईँलाई भनिहालेँ, अब म गएको गाडीमा खाली सिटमा परिवार राखेको विषय तपाईँले गलत हो भन्नुहुन्छ भने अब म तपाईँसँग म विवाद गर्दिनँ, गलतै ल तपाईँले भन्नुभएपछि। नत्र के हुन्छ भने अब सिट खाली भएको बेलामा एउटा कुरा म आग्रह गर्छु, सुन्नु न, सुन्नु सर, तपाईँ कर्णालीमा कार्यरत हुन्छ, कर्णालीको बिचारा जनता, तपाईँ रोड पनि हेर्नुभयो कस्तो अप्ठ्यारो रोड छ यहाँ चाहिँ। रोड सुन्नु न एकैछिन सर, यो कर्णाली प्रदेशमा नागरिकका आधारभूत आवश्यकता पनि पुरा भएको अवस्था छैन, तर तपाईँहरूले चाहिँ यसरी दुरुपयोग गरेको कारणले गर्दा यही राज्यको ठुलो सम्पत्ति दुरुपयोग भइराखेको छ कि। क्यामेरा अलि नजिक ल्याउनु त, म तपाईँलाई एउटा राम्रो कुरा भन्छु ल। तपाईँले कुरै गर्नुभयो, म तपाईँलाई एउटा सानो कुरा एकदम तथ्यसहित भन्छु है त। ल आउनुहोस्, तपाईँले मैले भन्नु खोजेको कुरा उठाइदिनु भयो यार। ल यो कुरो तपाईँको मिडियामा बडा राम्ररी बजाइदिनु होला। जब म माघको महिनामा कर्णाली प्रदेशमा हाजिर हुन आएँ, त्यतिखेर मेरो घर अछाम हो, म यहीँ पारीको मान्छे हो। त्यतिखेर मैले कर्णाली प्रदेश सरकारको तपाईँले यहाँका जनताले दुःख पाएको बडा तार्किक कुरा निकाल्नु भयो नि, मैले त्यही भएर तपाईँलाई यो कुरा बाहिरै आएर भन्न मन लागेको। किनभने मैले आफूले गरेको कुरा भन्न तपाईँहरूलाई म धन्यवाद दिन्छु, मलाई यस्तो अवसर दिनुभयो तपाईँहरूले। तर यो कुरा एडिट नगरिकन बजाइदिनु होला। म के अरे माघको महिनामा यहाँ आउँदाखेरि मैले कर्णाली प्रदेशको विकासको लागि छुट्याएको 33 अरब बजेट कसरी खर्च भइरहेको छ भन्ने विषयमा कर्णाली प्रदेश सरकारमा 1.5 वर्षमा पहिलो पटक आउनु होला मेरो मन्त्रालयमा, नभए म तपाईँलाई व्हाट्सएपमा पनि डेटा जानकारी भिडियो त्यतिखेरको फोटो माइनेटहरू पठाउँला। 1.5 वर्षमा पहिलो पटक मैले समीक्षा कार्यक्रम रिक्वेस्ट गरेर हाम्रो माननीय मुख्यमन्त्रीज्यू, मन्त्रीज्यू, हाम्रा सबै सरकारका विङ्सहरू बसेर हामीले डिटेलमा सप्ताहव्यापी समीक्षा कार्यक्रम गऱ्यौँ। हेर्नु, समीक्षा कार्यक्रम गर्दाखेरि के देखियो भने हाम्रो पुँजीगत खर्च
जसले कर्णाली लगायत कालीकोट लगायत 10वटै जिल्लाका चाहिँ जनताहरूको अनुहारमा खुसी ल्याउने हो, यो बाटो राम्रो गर्ने हो, विकास गर्ने हो नि, त्यो भनेको पुँजीगत खर्च तपाईँहरूलाई थाहा छ, त्यसको हालत जम्मा 9% खर्च थियो है। त्यो 9% खर्च किन चाहिँ तपाईँको चाहिँ 70% पुगेन भन्ने विषयमा नि म स्वयं चिन्तित छु। म त्यही हेर्न भनेर यहाँ आएको हेर्नु। म धेरै जिल्ला गएँ, अस्ति म कालीकोट मात्रै होइन कि तपाईँको जाजरकोट गएँ, पश्चिम रुकुम गएँ, म डोल्पा पनि गएँ, म चाहिँ तपाईँको दैलेख पनि घुमेर आएको छु। म यहाँ पारीको अछामको मान्छे हो, म यी सबै ठाउँहरू धेरै पटक घुमिसकेको छु कि मलाई यहाँ जानु, फोटो खिच्नु, फेसबुकमा हाल्नु जरुरी छैन। मेरो त हेर्नु होला, मेरो नाम देखिहाल्नु, मेरो नाममा फेसबुक एकाउन्ट पनि छैन, मैले फेसबुक पनि चलाउँदैन है। म त यहाँको रियल चाहिँ विकास किन भएन, के समस्या छ, एक दिनमा त्यो सबै कुरा थाहा त हुँदैन, तर जति सम्भव हुन्छ ती विषयहरू हेरौँ भन्ने हिसाबले म निस्केको। ओके सर, एकैछिन सर सुन्नु न सर, ओके सर, सुन्नु न सर एकैछिन सुन्नु न। तपाईँ अर्थ मन्त्रालयबाट बिलोङ गर्नुहुन्छ, तपाईँ छातीमा हात राखेर भनिदिनुहोस्, सरकारी गाडी मात्र होइन सरकारी ओदामा बसेका तपाईँ जतिको मान्छेहरूले चाहिँ हामीले साँच्चीकै सरकारी सम्पत्ति दुरुपयोग गरेको जस्तो महसुस तपाईँ नहुनु होला होइन। तर साँच्चीकै आज हामी जतिकै यो चाहिँ कानुन गर्ने निकायबाट अझै भन्दा हामी चाहिँ सरकारको जसले नुन खाइराखेका छौँ, हामीले चाहिँ कानुनको दुरुपयोग गरेर चाहिँ यसरी सरकारी सम्पत्तिको दुरुपयोग गरेर चाहिँ आज देश कङ्गाल भएको तपाईँलाई महसुस तपाईँ गर्नुहुन्छ कि यति भनिदिनुहोस् मलाई। त्यसो हो, तपाईँले जुन यो प्रश्न राख्नुभयो नि, त्यो प्रश्नको उत्तर मैले तपाईँलाई अघि पनि दिएँ। मैले यति लामो व्याख्या गरेको कुरा तपाईँले बुझ्नुभयो कि बुझ्नु भएन होइन। म एउटा सरकारी काममा यसरी हिँडेको बेलामा मैले मेरो मुख्य तोकिएको सरकारी काम पनि सम्पादन गरेर कालीकोटको नागरिक यस्तो हुन्छ कि सर, कालीकोटको नागरिकको हालत हेर्नु त सर यो होइन त। तर हामी सुन्नु न एकैछिन प्लिज सर, मलाई तपाईँ त हम्बल कालीकोटको नागरिकको हालत त्यस्तो छ क्या सर। तर तपाईँको छोराछोरी हेर्नुहोस् त कस्तो मजाको छ होइन। त्यही पैसा चाहिँ यहाँ यो नागरिकसँग खर्च गरिदियो भने त केही न केही हुन्थ्यो होला नि सर। त्यसैले हामी आदर्शका कुरा जसरी चाहिँ यो दुरुपयोग भइरहेको छ गाडी 100% दुरुपयोग हो सर। यो चाहिँ बच्चा बुच्ची बोकेर अनुगमन हुन्छ सर, त्यो हुँदैन नि ठुलो। तपाईँले हामीले हेर्ने आँखा फरक होला, तर आम ग्रास रुटको नागरिकले हेर्ने कुरा त यो दुरुपयोग छ नि। सिधै हेर्नु त ल, बच्चा बुच्चीलाई कति आलिसान, तर कर्णालीको बच्चा हेर्नुहोस् त सर, यो होइन सर प्रश्न यहाँ रहेछ नि सर, क्लियर छ नि त सर। मैले तपाईँलाई अघि भने होइन, अब तपाईँले यसलाई दुरुपयोग चाहिँ म सरकारी काममा हिँडेको बेलामा खाली सिटमा मैले मेरो बच्चाहरूलाई राखेको विषयलाई दुरुपयोग मान्नुहुन्छ भनेर त्यसमा मेरो टिप्पणी यसका लागि सर बच्चाहरूलाई घुमाउनका लागि भए पनि आफ्नो प्राइभेट गाडी युज गर्नु पर्थ्यो, रातो नम्बर युज गर्नु पर्थ्यो सर। ठिक छ सर, यो कुरा चाहिँ आम नागरिकले मूल्याङ्कन गर्लान्। तर तपाईँको पासका कारणले गर्दा हजुर गइसक्यो मजाले चाहिँ ट्राफिकले हेरिसक्नु भएको, तर यो चाहिँ आम नागरिकको दृष्टिकोणबाट चाहिँ यो टोटली दुरुपयोग छ सर है त। ल तपाईँलाई म एउटा अर्को पनि अनुरोध गर्छु। मैले तपाईँलाई अघि मिडियाको नाम यस कारण सोधेको, तपाईँको मिडियाको बारेमा मैले पनि जानकारी पाऊँ। तपाईँ एकचोटि चाहिँ अनुकूल मिलेको बेलामा हाम्रो मन्त्रालयमा पनि आइदिनु होला, हामीले गरेको कामहरूको बारेमा पनि जनताहरूलाई सूचित गरिदिनु होला। म तपाईँलाई धन्यवाद। थ्याङ्क यू सो मच। नाम के भन्नु? मेरो आलोक साउद। आलोक यो केमा तपाईँको सम्पर्क होइन? तपाईँको बारेमा धेरै सुनेको थिएँ। ल तपाईँ आउनु होला है। ओके थ्याङ्क यू। यसरी सरकारी गाडी यसरी दुरुपयोग भइरहेका छन्। अघि मात्रै अर्थ मन्त्रालयको गाडी दुरुपयोग भयो, जसमा चाहिँ भ्रमण आदेश छ 2-3 गतेसम्मको, तर त्यसमा टोटली परिवारहरू छन्। त्यो भनेको विशुद्ध रूपमा पारिवारिक भ्रमणका लागि गए। दैलेख, कालीकोट, जुम्ला, मुगु 4वटा जिल्लाको भ्रमण आदेश छ। मजाले 4वटा जिल्लामा गएर घुम्छन्, छोराछोरी लगायतको आफ्नो सहित टिएडिए खान्छन्। यहाँ त कति आनन्द छ। कर्मचारीले डाडो पढ्ने आफ्नै हातमा छ, जसरी चलाए पनि भयो, जसरी युज गरे पनि भयो के। किनभने डाडो पढ्ने आफ्नो हातमा भयो त कलम आफ्नो हातमा छ, जहाँ जसरी सिग्नेचर गरेर जसरी पैसा दोहन गरे पनि भयो। कति आनन्द छ कि यसको निगरानी चाहिँ हुनै पर्छ। हामी सब हजुर हो के गाडी हो त्यहाँ खोलाउनु, त्यहाँ आउँछु हामी। यो सरकारी गाडी हेर्नुहोस्, यो आज बिदाको दिन कहाँको गाडी रहेछ? यो बागमती प्रदेशको गाडी। के छ यहाँ? गोष्ठीबाट आयो होइन, सुरुबाट कहाँ जाँदै हुनुहुन्छ? जुम्ला। हाकिम साहब को हुनु तपाईँ हो? श्रीमान हुनु छ, जुम्लाको श्रीमान हो कि उत्तर श्रीमान? मै सरकारी वकिल हो, हजुर चिन्नु भएन? चिनिन्छ केही न केही त होला नि त, वकिल भए पनि हामी कार्यक्रममा गएको त्यो त हुँदैन नि। वकिल भए पनि यहाँ त केही न केही तपाईँको त प्रावधान होला त, प्रक्रिया त पास त हुनु पर्यो। वकिल साहब भए पनि कहाँ त्यस्तो हुन्छ? सिस्टम केही न केही त होला त सर, होइन र? हामीलाई बुझाइदिनुहोस्, हामी जान्छौँ। श्रीमान सर नमस्ते। ए देखाउन न, किनभने चाहिँ हामी सबैलाई चाहिँ यो गरेर छौँ। अब हजुर श्रीमान हामी हजुर सम्मान छ राजा, यो चाहिँ अब तपाईँलाई छोड्यो भने फेरि गाह्रो हुन्छ नि त। के भयो भन्ने छ। 27-28 को हाम्रो ट्रेनिङ थियो कि यहाँ दौडँदै आउँदैछ मेरै पत्र हो त।
यो देखाउँछ यो मेरो पनि सत्ताइस तारिखको प्रोग्राम हो आज आउनु पर्यो 29 भोलि जाछ ए ल हस् धन्यवाद सर धन्यवाद ल त्यसै हिँड्या ल ल एकदम एकदम किनभने चाहिँ उहाँ चाहिँ कहाँको रहेछ ठ्याक्कै भनिदिनु न के को लागि कहाँको कहाँबाट आउनु भएको के अरे हामी सुर्खेतबाट आएको सुर्खेत अदालतको हजुर चाहिँ होइन नि हामी जुम्लाकै हो जुम्लाको न्यायाधीश ल यसरी हो यसरी कार्यान्वयन गर्नु पर्यो उहाँ न्यायाधीश हो उहाँले बकाइदा सबै कुरा बोक्नु भएको छ उहाँबाट सबै कुराले चाहिँ बुझ्नुपर्छ सिक्नुपर्छ यो चाहिँ हस् धन्यवाद सर हस् ल यो तपाईँ दृश्यमा देखिराख्नु भएको छ कर्णाली प्रदेशको 0038 नम्बरको गाडी यो चाहिँ यो सरकारी गाडी आज बिदाको दिन सरकारी गाडी यसरी दुरुपयोग भइरहेका छन् कि राज्यको सम्पत्ति यसरी खतम बर्बादै भइरहेका छ कि आज बिदाको दिन सरकारी गाडी बिना पास बिना अनुमति बिना कारण यिनीहरू चाहिँ यतिकै घुमिराखेका छन् यो कसको गाडी आइपुग्छ एकैछिन एक बाउमा कुरा गर्छु सुन्नु न हजुर साहब तपाईँ हो हजुर कहाँ यो के को गाडी हो यो चाहिँ यो हाम्रो पूर्वाधार विकास कार्यालय कहाँ जाँदै हुनुहुन्छ हामी जाने होइन अब यता साइडबाट आउँदैछु त के छ आजको होला नि साइडमा जानको के अनुगमनको पत्र सत्र यताउता अनुगमन थियो पत्र त के चाहियो अनुगमन त म आफै छु के पत्र छ हुँदैन नि तपाईँ प्रधानमन्त्री हो र यहाँको चाहिँ मै आफै भन्नु यो दादागिरी भयो नि त यो गएको हो कि साइड त्यो होला नि त भने यतिकै तपाईँ साइडमा गएको भन्ने प्रमाण त अफिसमा दाखिला त हुनु पर्यो नि तपाईँ घुमेर आउनुभयो कि मस्ती गरेर आउनुभयो कि सरकारी गाडीको दुरुपयोग भएको छ मजाले चाहिँ त्यो देखाउनु न। दुरुपयोग होइन हो हजुरको शुभ नाम के हो शुभ नाम के हो हजुर प्रभाकर प्रसाद सिंह के सामाजिक के अरे होइन पूर्वाधार विकास कार्यालय हाकिम हजुर चाहिँ अनि आफै हाकिम साहब बस्नु भएको छ एटलिस्ट आज बिदाको दिन चाहिँ बाहिर सरकारले यति चाहिँ कडा गरेको छ होइन सुन्नु न आज तपाईँले आइतबार र शनिबार बिदा खास केका लागि हो इन्धन बचत त हो नि तपाईँ कार्यान्वयन गराउनु सुन्नु न तपाईँ कार्यान्वयन गराउने मान्छे आफै कानुनको उल्लङ्घन भइरहेको छ यहाँ चाहिँ कि नै हाम्रो कुरो पनि सुन्दिनु कानुन दुरुपयोग भइरहेको छ फोटो हेर्नुहोस् न हामी साइडमा गएको होइन यहाँ परमानेन्ट छ त त्यो त होला नि भने तर पास भन्ने कुरा त होला त त्यहाँ समस्या आयो क्या हजुरको 81 जाने कानुन हामी नमान्ने होइन नि त हजुरको अलि मजा आएन तपाईँ आज त होइन आज के हुन्छ यो ट्राफिकिङ हुनुहुन्छ आजको फाइन आजको के हुन्छ यो त होइन सानालाई ऐन होइन ठुलालाई चयन मात्रै भइरहेको छ कि यो देशमा लागि ऐन त सबैको लागि हो यो चाहिँ हुँदैन यो दुरुपयोग भइरहेको छ प्रष्ट रूपमा दुरुपयोग भइरहेको देखाइरहेको छ या कसैले काखा कसैले पाखा बन तर दुरुपयोग होइन वार्ड अध्यक्ष यही हुनुहुन्छ ठिक छ वडा अध्यक्ष हुनुहुन्छ होइन वडा अध्यक्ष भन्दा पनि आजको त प्रमुख जिम्मेवार तपाईँ हो कि वडा अध्यक्ष सरकारी भयो त्यही त भने त समस्या थियो समस्याले समाधान गर्न जाने कि नजाने ल भन्नुहोस् जाने तर त प्रक्रिया त होला त प्रक्रिया त काममा पनि नजाने हो र त यहाँ अब प्रगति भएन भने भन्छन् अनि कामको लागि अनुमति त लिनु पर्यो नि हामी घुम्न गएको होइन नि त अनि बालन सरकारले आज के लागि बिदा दिया हो बिहा दिया हो तेलको फ्युलको बचाउने हो र अनि के भयो त आज अब समस्या अब हाम्रो गाडीमा हेर्नुहोस् न आफै ट्याङ्की फुटेर त्यस्तो हेर्नुहोस् न तपाईँ यही हुनुहुन्छ कस्तो ठाउँमा गएको हामी यहाँको होइन त्यो हुँदैन यो दुरुपयोग भएको छ सिधै दुरुपयोग सिस्टममा सबैले सिस्टममा होइन के त्यस्तो नगरौँ न त्यो कराएर हुँदैन सबैजना सिस्टममा आउनु र तपाईँ के भन्नुहोस् होइन कतै बाहिर घुम्न गए पो दुरुपयोग गर्ने मेरो पुलको ढलानसम्म के जान पाइन्न र हिँडेर जानुहोस् अरूको कुरामा जानुहोस् अनि सरकारको चाहिँ यो चरम पास त होला नि भने के अनुमति त होला नि केही न केही त प्रक्रिया प्रोसेस त होला यो पनि कसरी जाने के आज बिहानै आएको सोध्नु उहाँलाई वनको ढोका फुटेर हामी गयो गेट भत्किएर बिदा थियो अनि कसले बिदाको दिन पार गाडीहरू रोकिया छन् हेर्नुहोस् दुरुपयोग भएका गाडीहरू आज शनिबार त्यो अनेस्टली अभियसली भएकै छ कि यो होइन न हामी यही विषयमा खबरदारी गर्ने हो कसै तपाईँलाई हामी चिन्ता पनि छैन आज सुन्नु न पूर्वाधारको हाकिम आउँदैछन् उहाँलाई समात्नुपर्छ भनेर हाम्रो नियोजित पनि होइन यो चाहिँ बाहिरबाट आएको मान्छे हो आज जो आयो त्यसलाई हामी समातिराखेका छौँ यो दुरुपयोग हो यो बालन सरकारलाई यो ग्राउन्ड लेभलबाट बालन सरकारले तपाईँलाई नटेरेको आवाज भयो के बालन सरकारलाई चाहिँ हामीले त मानेकै हुन् सरकारले नमानेर हो र हामी के आफ्नो घरमा गएको हो र म त जनताकै कामको लागि हजुर कानुनको पालना गर्नुपर्छ पर्दैन तपाईँ त कानुनको पहरेदार हो त कानुनको पालना नगर्ने कहाँ भनिरहेको छु ल भन्नुहोस् अनि आज गाडी दुरुपयोग भयो त मैले दुरुपयोग के मानेमा भने तपाईँलाई चाहिँ हाम्रो सम्मानै छ तपाईँ साइडमा जानु भएको छ हामीले बुझ्यौँ के तर आम पब्लिकले तपाईँ कहाँबाट पो आउनुभयो गुराँस राख्नु भएको छ अगाडि तपाईँ घुमेर पो आउनुभयो कि मजाले सजाएर गुराँस सुन्नु न एउटा कुरा कि आम नागरिकले बुझ्ने कुरा चाहिँ अब आज टक्क तपाईँले चाहिँ हेर्नुहोस् यस्तो छ भने हामीले अघि चाहिँ न्यायाधीशको गाडी रोक्यौँ उहाँले पास थियो त्योभन्दा अर्थ मन्त्रालयको गाडी रोक्यौँ उहाँको पनि पास थियो उहाँहरू मजाले जानुभयो त तपाईँ त बिना कारण घुमिराख्नु भएको छ कि अब हामी पनि सचेत हुन्छ अरू तालिँदाखेरि हामी पनि पास लाग्छौँ पास दिएन भने हामी जान्नौँ साइडमा त
होइन र हजुर अब त्योभन्दा अधिक के भन्नु अब यो के हुन्छ यो अथै साहब हुनुहुन्छ यहाँ ट्राफिकको चेकिङमा तपाईँ पर्नु भएको छ यो विशुद्ध रूपमा चाहिँ तपाईँ हामीप्रति इगो प्रतिशोध नसाध्नुहोस् हामीले हाम्रो ड्युटी पुरा गरे हो दिनभरि धेरै गाडी हामीले रोक्यौँ न्यायाधीश लगायतका पनि उहाँहरूको पास थियो उहाँहरू जानुभयो के हुन्छ उहाँलाई चाहिँ यहाँ आउनुहोस् त उहाँहरू सबैको आइडी कार्ड देखाउनु भन्नु त कर्मचारी हो कि होइन के थाहा एकजना वडा अध्यक्षलाई हामीले चिन्नु पहिचान भयो तर आइडी कार्ड देखाउनुहोस् यो दुरुपयोग छ के न्यायाधीश लगायतको मान्छे आएर गाडी रोकेर पास देखाएर ल तपाईँहरूको काममा सम्मान छ भनेर जानु भएको छ अर्थ मन्त्रालयको सचिव आउनु भएको छ होइन त्यो आजको दिन तपाईँले फाइन पनि तिर्नुपर्छ फाइन त्यो हुँदैन अझ के हुन्छ ल भन्नुहोस् मलाई उहाँहरूलाई अब कानुन सम्मत कारबाही चाहिँ हुन्छ होइन किनकि उहाँहरूले पास देखाउन सक्नु भएको छैन होइन यो भनेको सरकारको एउटा सरकारी कर्मचारी भए तापनि उहाँहरूले सरकारी सम्पत्तिको दोहन गरिराख्नु भएको छ होइन दुरुपयोग गरिराख्नु भएको छ आजको दिनमा अब उहाँहरूलाई सरकारले भनिरहेको छ तपाईँ यहाँको इन्चार्ज जिल्लाको चाहिँ कसैलाई ऐन कसैलाई चयन चाहिँ हुनु हुँदैन है उहाँले पनि गाडी दुरुपयोग गर्नुभएको छ पास छैन ल तपाईँलाई हामीले ह्यान्डओभर गरेको चाहिँ हस् धन्यवाद सर धन्यवाद अनि विकासको प्रत्याभूति नागरिकले कसरी गर्ने के हेर्नु त आज बकाइदा रूपमा चाहिँ हो उहाँहरू चाहिँ फिल्डमा गएर आउनुभयो होला त्यो कुरा हामी मान्छौँ तर एटलिस्ट प्रक्रिया त हुन्छ नि प्रक्रिया हुन्छ कानुन हुन्छ आज राज्यले चाहिँ आइतबार विदा गरिदिएको छ यही इन्धन बचतका लागि हो तर गाडी यसरी भकाभक कुदिरहेछन् कि म त्यसरी बालन सरकारलाई विनम्रताका साथ के आग्रह गर्छु भने तल्लो स्तरमा निगरानी गर्नु पर्यो अब माथि काठमाडौँको हाई क्वार्टरमा बसेर यी कर्मचारी सुध्रिनेवाला छैन तपाईँले चाहिँ तल्लो स्तरमा यहाँ आएर चाहिँ निगरानी गर्नुपर्छ यहाँ आएर तपाईँलाई चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ 100% हामी तपाईँलाई साथ दिन्छौँ कहाँ के भइरहेको छ कहाँ कमी कमजोरी भइरहेको छ कहाँ कर्मचारीले चाहिँ पदको दुरुपयोग र सवारी साधनको दुरुपयोग गरिरहेको छ हामी तपाईँलाई साथ दिन्छौँ तपाईँ आइदिनु पर्यो तल्लो स्तरमा हेरिदिनु पर्यो तल्लो स्तरमा निकै कडाइ गरिदिनु पर्यो आज यसरी सरकारी गाडी यसरी दुरुपयोग भइरहेको छ उपप्रमुखज्यू हजुर चाहिँ त्यही बस्नुहोस् एकछिन यो गाडी यताबाट देखाउँ त मलाई उपप्रमुखज्यूको चाहिँ 11-19 नम्बरको गाडी यो चाहिँ कहाँबाट आउनु भएको तपाईँ सदरमुकामबाट आएको कहाँबाट सदरमुकामबाट सदरमुकाम भने कता खाना सक्नु थाहा नपाएको के कुरा गर्नुहुन्छ तपाईँ क्वेसन पनि मिलाएर गर्नु आज के बार हो आज मलाई तपाईँले पत्रकार त तपाईँले मलाई सिकाउने हो आइतबार हो पत्रकारले पनि मिलाएर कुरा गर्नु पर्यो ठिक छ म बुझ्छु अहिले मलाई प्रश्न गर्न दिनुहोस् तपाईँ भन्नु ल तपाईँ जवाब दिनु होला है त ठिक छ यो कसको गाडी हो नगरपालिकाको हो सरकारको गाडी हो सरकारको गाडी हो होइन स्थानीय सरकारको होइन अनि तपाईँ स्थानीय सरकारको तपाईँ के हो म उपप्रमुख हो कहाँबाट आउनुभयो तपाईँ चाहिँ म यो काममा आएँ है मेरो शनिबार काम बन्या के उपप्रमुख दिनभरि क्यारम खेल्ने काम हो क्यारम खेल्न तपाईँले देख्नु भएको छ मैले फुटेज ल्याएको छु तपाईँले क्यारम खेलेको अगाडि तपाईँ सुन्नुहोस् तपाईँ पनि सुन्नुहोस् उपप्रमुखज्यू तपाईँ प्रति मेरो उच्च सम्मान छ है होइन उच्च सम्मान छ मैले भने तपाईँ खाडाचक्र नगरपालिकाको उच्च सम्मान छ यहाँका जनतालाई गुमराहमा राखे जस्तै चाहिँ मसँग त्यस्तो किसिमको प्रतिकार नगर्नुहोस् म मेरो काम गर्दैछु तपाईँ आफ्नो काम सक्यो कुरा क्लियर छ नि कुरा अब कुरा क्लियर छ नि होइन प्रतिकार नगर्नुलाई एउटा मेरो काममा अवरोध नगर दुईटा अब सुन्नुहोस् तपाईँ म मिलाएर गर्छु तपाईँले पत्रकारिता मलाई सिकाउनु पर्दैन जर्नालिजम मलाई सिकाउनु पर्दैन कुरा बुझ्नुभयो अब मेरो प्रश्न सुन्नुहोस् यो गाडी कहाँबाट आयो आज चाहिँ सरकारी गाडी म उपप्रमुखले अनुगमन गर्ने कहाँको अनुगमन देखाउनुहोस् न मलाई पत्र होला नि म यही आउँदैछु यो बस पार्कमै आउँदैछु के का लागि बस पार्क मैले बोलाएर आउनु भएको 3 दिनदेखि यो बस पार्कको रिपोर्टिङ गर्नलाई तपाईँले मलाई म पछ्याइराखेको छु यति भन्नुहोस् आज यो सरकारी गाडी उपप्रमुखले कहाँ दुरुपयोग गरेर यति भन्नुहोस् मलाई चाहिँ अरू कुरा छोडिदिनुहोस् मेरो कामै हो बिहानदेखि पास ल्याउनुहोस् कस्तो पास ल्याउनु अनुगमनमा गएको फिल्डमा गएको होला नि पास ल्याउनुहोस् कस्तो तपाईँले फेरि सबै तपाईँले दिन किन्नु पर्यो मलाई ल्याउनु न मैले मागेँ त ल्याउनु पास प्लिज एकैछिन पास माग्नुहोस् तपाईँ नडराउनुहोस् हामी कोही होइन तपाईँ मात्रै सबै हो त ल्याउनु पास ल्याउनु सक्यो त कुरा विवादै नगरौँ न होइन लाइसेन्स ल्याउनुहोस् बिलबुक ल्याउनुहोस् सब ल्याउनुहोस् अनि सक्यो त पुरै पास हो होइन म अफिसर बाहिर छु 7 दिनको लागि इमर्जेन्सी काममा म आज यहाँ आइहालेँ होइन के छ त्यसो हेरौँ त बेलुक गाडीको हामीसँग हुँदैन त अफिसमा हुन्छ त लाइसेन्स हुन्छ नि 683 1 महिना 2 गतेसम्म जिल्ला प्रशासन कार्यालय कालीकोटकै पास बोकेर हिँड्नु भएको छ
पास त बोक्नु भएको रहेछ अरू के पाउनुपर्छ सुन्नु न लाइसेन्स बुक ल्याउनु लाइसेन्स गाडीको अफिसमा हुन्छ मसँग हुन्छ लाइसेन्स त व्यक्तिको हुन्छ होला त भने कस्तो? यो लाइसेन्स यो गाडीको- पासको पनि हेर्नुहोस् है यो उपप्रमुख उहाँ चाहिँ यो पासको पनि दुरुपयोग गर्नु भएको छ उहाँले सिधै कुरा यो दादागिरी कालीकोटीको जनतासँग दादागिरी होला हामीसँग दादागिरी हुँदैन तपाईँले नागरिकलाई गुमराहमा राख्नु भएको छ मार्नुहुन्छ भने मलाई मार्नुहोस् डजन्ट म्याटर तर सुन्नुहोस् यसको यो हेर्नुहोस् म जिल्ला प्रशासन कार्यालय कालीकोटको सिडिओ सबलाई पनि म सिधै यहाँदेखि चुनौती दिन्छु यो सिडिओले चाहिँ यो यहाँको चाहिँ उपप्रमुखले यो पासको दुरुपयोग गर्नु भएको छ अनावश्यक कुरा अनावश्यक हुँदैन केटाकेटी जस्तो म केटाकेटी नै हो म केटाकेटी हो बच्चा जस्तो नगर्नु न म केटाकेटी नै हो कम्तीमा हैसियत राखेर कुरा गर्नुपर्छ यो सवारी पास भनिएको छ तर केही पनि यो कुन प्रयोजनका लागि भनेर चाहिँ केही पनि लेखिएको छैन होइन कार्यालयको काम मात्रै भनिएको छ तर यो सिडिओ साहबलाई म भन्छु यता आउनु यो हेर्नुहोस् है यो सिडिओ साहबले पनि यो पास दिँदाखेरि जनप्रतिनिधि भन्दैमा जथाभावी पास दिन पाइँदैन उहाँ दिनभरि आज चाहिँ अनुगमन हुनुहुन्थेन दिनभरि उहाँ एउटा क्यारेम खेलिराख्नु भएको थियो उहाँ चाहिँ यसरी पदको दुरुपयोग भइरहेको छ अझै उहाँको दादागिरी छ हेर्नुहोस् यो गाडी हेर्नुहोस् यो गाडी चाहिँ प्रयोजन के तपाईँ आज कहाँ हुनुहुन्थ्यो भने म कहाँ थिएँ मेरो कुरा हो तपाईँ मदिरा खाएर झ्याप हुनुहुन्छ अनि कस्तो व्यवहार गरेर राख्यो भने मसँग चाहिँ तपाईँको व्यवहार जायज छ के हो ल यो के छ यो प्रयोजन गइरहेको छु त्यही हेर्नु पर्यो नि प्रादेशिक कार्यशालामा सहभागी सम्बन्धमा भन्नुभएको छ मिति कति हो इमर्जेन्सी पऱ्यो आइयो आज 12 महिना 20 गते भने त 82 को कस्तो अरे यो के देखाएको यो हेर्नु यो के देखाएको यो 12 महिना 2082 12 महिना 20 गते लेखिया छ यहाँ अनि यो हेर्नुहोस् त यो 2082 12 महिना 25 गते पत्र लगिया छ यो चाहिँ यो भएन यो अलिकति भएन तपाईँ त उपप्रमुख हो नि यो कसरी भन्नु इमर्जेन्सी परेर यहाँ आयो नि त तपाईँ आज कहाँ हुनुहुन्थ्यो भने म कहाँ थिएँ तपाईँलाई किन चाहियो यो आजको मिति होइन नि त यो त हेर्नु त कहिलेको मिति हो यो 2082 अनि 12 महिना 25 गतेको मिति कहिलेदेखि कहिलेसम्म छ कार्यक्रम चाहिँ हेर्नु त हेर्नु त यो कालीकोटको जनताले यसरी गुमराहमा राखेर हुँदैन यहाँ प्लिज सुन्नु न तपाईँ यता सुन्नु मैले भने नि। कागज हेर्नु त यो कागज के भन्ने छ 12 महिना कति कतिबाट कहिलेसम्म छ यो कहिलेसम्म छ हेर्न आउँछ कि त हेर्नु न हेर्न आउँछ मलाई यो मलाई हेर्न आउँछ म पढे लेखेको अलिकति भए पनि होइन लाइसेन्स दिनुहोस् गाडी लैजानुहोस् यो चाहिँ पद यो दुरुपयोग भएको आज दिनभरि यहाँका नागरिकले भनेको चाहिँ उहाँ मजाले क्यारेम खेलिराख्नु भएको छ अघिसम्म अनि ट्राफिकले चाहिँ गाडी रोक्नुहोस् भन्दाखेरि पुरै हिकाएर चाहिँ यहाँसम्म पुर्याउनु भएको छ अनि तपाईँ दिनभरि क्यारेम खेल्दै हुनुहुन्थ्यो आज होइन बिदाको दिन खेल्न पाइयो ठिकै हो नि त मैले क्यारम खेले के खेले तपाईँ मेरै पछि अहिले भर्खर तपाईँले के भन्नुभयो क्यारेम खेल्न पाइयो भन्नुभयो नि त होइन अघि अनुगमन कहाँ गरे तपाईँलाई थाहा छ कहाँ गर्नुभयो दिनभरि त्यहाँ क्यारेममा हुनुहुन्छ दिनभरि क्यारेम खेल्नु भएको छ एउटा कुरा थियो र तपाईँले भर्खरै मैले क्यारेम खेल्न गएँ मैले क्यारेम खेल्न पाउँछु भन्नुभयो दारू खाएर त अरूबाट थाहा भइहाल्यो त रेड बुल चाहिँ खाएर आयो होइन हामी भर्खर छ माफै छैन ठिक छ तपाईँले क्यारेम खेल्दै हुनुहुन्थ्यो तर सरकारी गाडीको दुरुपयोग भएको छ मेयर साहब उपप्रमुखज्यू दुरुपयोग भएकै छ 100% भएको छ राजा 100% भएको दुरुपयोग भएको छ प्लिज कृपया यो नगरिदिनुहोस् दुरुपयोग मैले गरेकै छैन घमण्डका साथ भन्छु म दुरुपयोग छैन प्लिज यो गाडी दुरुपयोग भएको छ यस राख्नुहोस् ल अर्को कुरा अब शान्त भेरीको 2049 कहाँ आउनु भएको सर हजुर कहाँ जानु लाग्यो मुगु कहाँको गाडी हो कुन कार्यालय गाडी हो हजुर खतर गाउँपालिका भने कहाँ मुगु अनि कहिले जानु भएको म गएको त अस्ति सर यो पहिला गाडी चरणमा हालेको थाहा हो हजुर त्यो बनाएर कुन पालिका भन्नुभयो तपाईँले खतर तपाईँ त्यहाँ के हो पुरा वडा अध्यक्ष अनि वडा अध्यक्ष जतिको मान्छेले चाहिँ गाडी दुरुपयोग गर्नुभयो ल हेर्नुहोस् त तपाईँ जनताको प्रतिनिधि होइन र अनि गाडी टोटली दुरुपयोग गर्नुभयो आज इन्जनको बचत गर्नका लागि होइन यो गरे हो नि त अनि तपाईँ कार्यान्वयन गर्ने निकायमा हुनुहुन्छ तपाईँ होइन त हो नि अनि यो गाडी दुरुपयोग गर्नुभयो तपाईँले चाहिँ पास सास केही छ कि छैन केही पनि छैन कति दिन भयो नेपालगञ्ज गएको तपाईँ म गएको त हजुर एक हप्ता भयो अब यो इन्चार्ज साहब आउनुहोस् ल उहाँलाई के हुन्छ अब गाडी दुरुपयोग भएको रहेछ एक हप्तादेखि उहाँ चाहिँ सरकारी सम्पत्ति टोटली दुरुपयोग गर्नुभयो ल त तपाईँको मुगुमा जनताहरू खान नपाए तडपिराखेका छन् लाउन नपाए तडपिराखेका छन् स्वास्थ्य उपचार नपाए तडपिराखेका छन् तर तपाईँहरू चाहिँ राज्यको सम्पत्ति यसरी दुरुपयोग गरिराख्नु भएको छ अझ तपाईँ चाहिँ जनताबाट म्यान्डेट ल्याएर आउनु भएको होइन त कानुन तपाईँले आफै निर्माण गर्नुहुन्छ कानुन गर्ने त्यो स्थानीय तहमा तपाईँ हुनुहुन्छ कि उहाँलाई के हुन्छ उहाँलाई अब हामीले अब पास नभइसके पछाडि अहिले हामीले चाहिँ तत्काललाई कानुन बमोजिम कारवाही गर्छौँ र उहाँहरूले पास
भोलि मात्रै, आज त उहाँहरूलाई छोड्ने सम्भवै छैन होइन। भोलि चाहिँ उहाँहरूले सम्बन्धित स्थानीय तहको एउटा लेटर पठाएर, चिठी पठाएर हामी कहाँ फलानु बाइक यति नम्बरको बाइक चाहिँ हजुरहरूको अफिसमा यसरी होल्ड भएको कारणले गर्दाखेरि हामीले त्यो बाइक झिकाउनलाई उहाँहरूले एउटा पत्र पठाउनुहुन्छ। त्यस पछाडि हामीले उहाँलाई कानुनी कारबाही गरेर पठाउँछौँ। हस्, धन्यवाद धन्यवाद। हेर्नुहोस्, यसरी चाहिँ सरकारी गाडीहरू दुरुपयोग भइरहेका छन् कि यसको चाहिँ राज्यले चाहिँ नियमन गर्न पर्छ। यसरी दुरुपयोग भइरहेका छन् यी गाडीहरू चाहिँ। यो तपाईँ दृश्यमा देखिराख्नु भएको छ, आज बिदाको दिन 0800 यो सरकारी गाडी आज बिदाको दिन होइन सर? कहाँ जान लाग्नु भएको तपाईँ? तेर्सो बजारसम्म 5 नम्बर वडासम्म। आज बिदाको दिन सरकारी गाडी मैले दुरुपयोग गरेँ जस्तो लाग्यो तपाईँलाई चाहिँ? दुरुपयोग त अब ठिक छ, सरकारको सबै नियमहरू चाहिँ पालना हुन्छ, सबैबाट हुनुपर्छ र इमर्जेन्सीको कुराहरूमा पनि केही कुरामा सहज। तपाईँ कहाँ जान लाग्नु भएको आज? कुन कार्यालय गाडी हो? सामाजिक विकास कार्यालयको प्राविधिक हो सर। कहाँ जान लाग्नु भएको? तेर्सो बजारमा हाम्रो भोलिदेखि ढलान हुँदैछ र आज सरियाहरू त्यहाँ बिछाउँदै गर्दाखेरि म नाम जाँचको लागि चाहिँ जान। किन कार्यालयले तपाईँलाई पत्र जानुहोस् भनेर कुनै अनुमति दिएको त्यस्तो आधिकारिक पत्र केही छ? आधिकारिक पत्र त छैन सर, हाम्रो अब मौखिक रूपको कुरा हो। कानुनको त पालना गर्नु पर्ला। यहाँ ट्राफिक हुनुहुन्छ इन्चार्ज। ल, यो गाडी आज शनिबारको यो बिदाको दिन आइतबार होइन, यहाँ रोक्नुभयो, के छ यसको के हुन्छ अब चाहिँ के गर्नु छ? अब यसलाई चाहिँ हामीले अब रोकिसके पछाडि उहाँसँग पास नभइसकेपछि